हामीलाई ईश्वरले बनाउँदाखेरि दुईटा चिज सँगै लिएर जा भने सँगै लिएर जाऊ, दुईटा बराबर रूपमा लिएर जाऊ। हामी एउटा चिजलाई मात्र अवलम्बन गर्यौँ भने हामी एकाङ्गी पर्छौँ। भनेको हामीलाई भगवानले यो दिया पनि दिएको छ, यो दिया राम्रोसँग चलेन भने, रोग लाग्यो भने अनि कहाँबाट ईश्वर पाउने, कहाँबाट जीवन सफल हुने? कर्म गर्नका लागि पनि यो दिया चाहियो। दिया भनेको भौतिक अस्तित्व हो। यो भौतिक अस्तित्वको सन्तुलन, व्यवस्थापन र नियन्त्रण भएन भने यो जीवन बेकार हुन्छ। त्यही भएर शरीरमा रोग लाग्यो भने कोही पनि ध्यानी भन्दैन, चोटपटक लागेर कोही पनि ज्ञानी ध्यानी भन्दैन, ध्यान अन्त जान्छ। त्यही भएर तपाईँको ध्यान ईश्वरमा जाओस् भन्नको लागि पहिला शरीर तन्दुरुस्त हुनुपर्छ। शरीर तन्दुरुस्त हुने भने के भन्दा तपाईँ भौतिक अस्तित्वलाई पनि सन्तुलन, व्यवस्थापन र नियन्त्रण गर्नुपर्छ। श्रीमद् भागवतले त्यही भनेको छ। गीताले न कश्चित क्षणमपि जातुतिष्ठते कर्म गर्दै व्यक्ति एकछिन पनि कर्म नगरी हुन सक्दैन। कर्मका लागि भौतिक अब एगो तन्दुरुस्त हुनुपर्छ, यानि कि शरीर तन्दुरुस्त हुनुपर्छ।